गाइस हामी अहिले लालपटाको चौकीमा छौँ र आजको मौसम पनि कति राम्रो छ। हेर्नु, हावाहुरी, पानी, असिना सब छ। यो पनि हिजोको जस्तै आज यो भिडियो बनाउन गइरहेको छु। यो सबै बोट बिरुवाहरू जुन छ, यहाँ हाम्रो जनस्वास्थ्य प्रवर्धन शाखाको रूपनारायण सर, जुन कि आयुर्वेदको सर हुनुहुन्छ, उहाँले चाहिँ 3 वर्ष अगाडि यो सानो यत्रो थियो, यहाँ लाए, यहाँ अमला छ, यहाँ लाए, यहाँ पछाडिपट्टि छ, पछाडि त्यो फुल, यहाँ पुदिना पनि लगाउनु पर्छ। यो चाहिँ एकदम पेटको लागि एकदम राम्रो छ। यो पारिजातको पनि छ, फुलहरू उताबाट पनि लाए, अमलाहरू धेरै छ। यहाँ सबभन्दा यो कति खेतपात छ। यो बाहिर जति बिरुवा ल्याएर यहाँको स्टाफहरूले धेरै गर्नुभएको छ मेहनत। यहाँको स्टाफहरूले यसलाई मलजल गरेर यत्रो गर्नुभएको छ। खुसी लागेको छ कि आज लालपटा स्वास्थ्य चौकीमा आउँदाखेरि मलाई यो किरा लाल तेजपातको बिरुवा यो सबै ठाउँमा हुँदैन। लगाइदिए आखिर यो यहाँको जनताले, यहाँको स्थानीयवासीले इन गर्ने हो। नसरे पानीमा भिज्यो भने फेरि बिरामी परिन्छ। होइन, के बिरामी हुँदैन, मौसम हो, मौसम प्रकृतिको देन हो, अलिक भिज्नुपर्छ, केही हुँदैन। त्यसरी हामीले हरियाली वातावरण हेर्छ। त्यो मलजल गर्दै यस्तो यहाँको सबै स्टाफहरूले गर्दाखेरि, स्वास्थ्य साथीहरूले गर्दाखेरि यो पनि के भन्नुहुन्छ यो भिडियोको लागि? यो भिडियोको लागि म धन्यवाद भन्न चाहन्छु रूपनारायण झा सरलाई, जसले जो प्रकृति प्रेमी हुनुहुन्छ। उहाँले एटलिस्ट एउटा योगको मार्फत र एउटा जडीबुटीको आयुर्वेदको मार्फत उहाँले सबै जसो स्वास्थ्य चौकीमा जति पनि महानगरपालिकामा स्वास्थ्य चौकी छ, त्यहाँ केही न केही काम लाग्ने आयुर्वेदका रुखहरू भनौँ अथवा त्यो एउटा आवश्यक पर्ने औषधिहरू भनौँ उहाँले दिनुभएको छ। र यो यति वातावरण पनि सौहार्दपूर्ण हुन्छ र यो सबैको स्वास्थ्यको लागि सुस्वास्थ्य दीर्घायु पनि हुन्छ। धन्यवाद उहाँलाई, रूपनारायण झा सरलाई, जो योग प्रशिक्षक हुनुहुन्छ। म उहाँलाई धन्यवाद दिन चाहन्छु कि उहाँ यो कार्यलाई निरन्तरता दिनुहोस् र यसै गरी फलस फुलस अगाडि बढ्नु। यो सबभन्दा खुसी के लाग्यो भने मैले चाहिँ बिरुवा मात्रै ल्याएर रोपेँ र मलजल गर्ने र रेखदेख गरेर यत्रो ठुलो कुरा उहाँको देन हो कि यो। उहाँले नै यो ओके, थ्याङ्क यू सो मच।